झुटा मुद्दा प्रधानमन्त्री केपी ओली नेपाली कंग्रेसबाट रमेश लेखकज्यू होइन उहाँको सरकार हुँदाखेरि जुन हिसाबले उहाँलाई झुटा मुद्दा लगाएर भित्र हालिएको छ, झुटा मुद्दा भन्यो भने यो पनि साँच्चीकै रविको पार्टीमा छिरेपछि त रविकै झोले भएछ कि क्या हो भनेर तपाईँले आरोप लगाउनुहुन्छ भने जुन खालको प्रतिवेदन तयार पारेर रवि लामिछानेको मुद्दा लगाइएको छ त्यो प्रतिवेदन एकचोटि रिटर्न तान्नुपर्छ जेएनजीको सरकारले। मेरो भनाइ त्यो मुद्दा साँच्चीकै यसरी लेखिएको छ, त्यो झुटा हो कि होइन? 50 लाख हस्ताक्षर भएको छ जो रवि लामिछानेलाई झुटा मुद्दामा फसाइएको छ भनेर आफ्नो डाटा पेश गरेर 3 पुस्ते पेश गरेर नटजो यो मान्छेहरूलाई देखाइदिनु पर्यो। साँच्चीकै रवि लामिछानेलाई सबै कुराको झुटा मुद्दा रहेछ भनेर हामीले आरोप लगाएको छ भने हो कि होइन भनेर उहाँहरूले एउटा आयोग गठन गरेर त्यो मुद्दालाई एकचोटि फेरि रिगरियोस् र त्यो रिगरिसकेपछि साँच्चीकै रवि लामिछाने तपाईँको त्यहाँ चाहिँ उहाँ ठगै साबित भयो, उहाँले बिगारेकै रहेछ, उहाँले खाएकै रहेछ भने अर्को 10वटा मुद्दा पनि थपिदिनुहोस् र 10 वर्ष 20 वर्ष कति हुन्छ तपाईँले हाल्न रवि लामिछाने पनि तयार हुनुहुन्छ भनेर यत्रो रिक्वेस्ट गर्दा त्यो फाइल किन तान्न सकेन? त्यसकारणले जेएनजीको सरकारलाई म के भन्न चाहन्छु भने साँच्चीकै 78 जनाको बल्लीमा रगतमा टेकेर तपाईँले सरकार चलाउनु भएको छ भने पछिल्लो चोटिमा रवि लामिछानेको लागि न्याय माग्दै हिँड्नुपर्ने हो, हामी बङ्गाउँदै हुनुपर्ने हो। साँच्चीकै रवि लामिछानेलाई न्याय